बाढी किन आयो यो अझै टुङ्गिएको छैन, तर क्षति भइसक्यो। सामान्य भाषामा भन्नुपर्दा माथि पहाडमा बरफ खस्यो, त्यसले खोला थुन्यो र थुनिएको पानी एकैचोटि फुट्यो। त्यही हो बाढी। तर प्रश्न हो, त्यो बरफ खस्ने ठाउँ कहाँ हो? चीनका अनुसार तिब्बततर्फ भएको हिमपहिरोका कारण यो बाढी आएको हो। तर नेपाली वैज्ञानिक मोहन बी चन्दका अनुसार हिमपहिरो नेपालकै भूभागबाट सुरु भई लेन्दे खोला थुनिदा बाढी आएको हो। दुई देशको भनाइ नै मिल्दैन र त्यही बिहान ठ्याक्कै 8:37 युएसजीएसले कोदारीबाट 77 किलोमिटर उत्तर पश्चिममा 4.4 म्याग्निच्युडको भूकम्प पनि दर्ता गर्यो। बाढी प्रभावित क्षेत्रकै नजिक अनुगमन स्टेशनमा अझै 7 मिटर पानी छ र थप हिमपहिरो हुने जोखिम पनि उत्तिकै छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले रसुवा र नुवाकोटलाई 1-1 करोड रुपैयाँ र धादिङलाई 50 लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। तर वास्तविक प्रश्न बाँकी नै छ। भूकम्प, हिमपहिरो र बाढी यी तीनै एकअर्कासँग जोडिएका थिए त? तपाईको विचारमा यसमा सरकारको तयारीमा कमी थियो कि यो साँच्चै रोक्नै नसकिने प्रकोप थियो? कमेन्टमा लेख्नुहोस्।